गर्मी भएको हावा पनि कतैबाट आउँदैन। ओहो मेरो छोरीलाई गर्मी भएको म फ्यान जोडिदिन्छु ल बाबा। तिमीलाई अझै गर्मी भएको छ छोरी? चिसो खाऊ, मैले आइस पनि हालेर ल्याइदिएको छु। मम्मी मम्मी कस्तो गर्मी छ, फ्यान चलाएर बस्छु ल। सधैँ फ्यान चलाएर हुन्छ? बत्तीको बिल तेरो बाउले तिर्छ। तँलाई चिसो पनि खान मन लागेको होला नि। बेटा तिम्रो फोन आए जस्तो छ, हेर त। ए मेरो साथीले गरेको रहेछ मम्मी। हेलो, आजको क्लास क्या दामी भयो है? दामी भयो नि। प्रकाश सर कस्तो मजाको हुनुहुन्थ्यो नि। त्यही त नि भने, प्रकाश सरले पढाउन चाहिँ राम्रै पढाउनु हुँदो रहेछ नि। ए अनि हो। अनि के छ, कता छौ तिमी? घरतिरै हो अहिले? ए ल ल हुन्छ ल, सबै ठिकै होला हैन? हुन्छ अब कलेजमा भेटौँला ल भोलितिर। बेटा कलेजको साथी राज। खोइ ल्याउ त, म पनि कुरा गरौँ। सुन न, तिमीसँग मम्मी बोल्नुहुन्छ अरे। ल हेलो बाबु। आन्टी अनि सन्चै हुनुहुन्छ हजुर? म पनि त्यतै छु नि आन्टी। हो र? हो त। ए हेलो हेलो, कता छौ भाइ? के छ खबर? ठिकै छ। भनेपछि सबै ठिकै छ? ठिकै छ। आज स्कुलबाट पिकनिक जाने रे, तिमी नजाने? के रे नकचारा, अर्काको छोरीलाई जाउँ भन्ने लाज लाग्दैन? आन्टी म त आइसाको कलेजको साथी पो हो त, पिकनिक जाउँ भनेको थिएँ, त्यही भएर भनेको उसलाई पनि। के रे त नकचारा नै, मैले भेटु मात्रै न, तँलाई नम्बरी सरतिर करङ सरङ भाँचिन भने मेरो नाम कर्किने आन्टी पनि होइन। ए फोन काट्ती छैन तैँले? उम्रिन पाके छैन केटासँग बोल्नु पर्ने? क्लासको साथी हो मम्मी। ए तेरो साथी केटा कहिलेदेखि बनाउन लागिस्? आजदेखि कोही केटा साथी बनाएको थाहा पाएँ भने नि तेरो पनि कोरम फुस्काइदिन्छु। आइसा बेटा, चिसो खाँदैछौ? मम्मी ऊ चाहिँ मेरो कलेजको साथी सिर्जना। नमस्ते आन्टी। नमस्ते बेटा। साथी आकी रहेछिन्, घर र यताउता घुमाइदेऊ, बाहिर फेर पनि घुमाइदेऊ बेटा। आइसा के आइसा के गर्दैछौ? ए किचनमा बसेर घिची पो राखेछौ? मम्मी नकराउ न, अरू बेला करा पनि साथी आएको बेला त। ए साथी भएपछि आमा नचाहिने तँलाई? साथीले तेरो हुर्काई बढाई यत्रो बनाइ तँलाई? त्यसको संगत नगर भनेको होइन, झन् घर घरमा लिएर आउँदिरहेछस्। हेर भाँडामा यत्रो भात थियो, कराईमा यत्रो मासु थियो, सबै घिचेछन्। भोक लागेर अलिकति त खाएको नि। अझै अलिकति अरे साथीलाई मात्रै के खुवाउँछस्? गाउँभरिको ल्याएर बोलाएर घिचा न। मेरो घर धर्मशाला हो। अझै मेरो कुरा नसुनिकन जान्छस्? मेरो खाना मात्रै पल्केका। मासु त पाको, केटीहरू कता गए? आइसा ए आइसा। हजुर मम्मी। आऊ तल मासु पाको, बुइनीहरूलाई पनि लिएर आऊ। लु आइपुग्यौ। लु खाना बस म दिइहाल्छु। हामी आयौँ, खाना दिसो त मम्मी। भाँडा दिन्छु, तिमी किचन साफ गरेर बुनु। हुन्छ दिदी हुन्छ।
यत्रा यत्रा भएका छोराछोरीहरू टङ्ग्राङ उतान परेर सुतन म बुढीलाई मात्रै जहिले काम लाउँछन् खाना बनाउन मैले मात्रै गर्नुपर्ने खाने बेला भएपछि आइपुगिहाल्छन् डङ्किनीहरू आइस ए आइस भात खाना तल आइज त्यो खानाको कावालाई अर्कोलाई पनि लिएर आइज कस्तो हो म मात्रै ठेल्नुपर्छ त म फसाउँदैछ कति जुत्न सक्छ है पिसादो कस्तो छुच्छु गर्छ नि होइन हो जान्ने भइ जान्ने धन्दा के गर्नु छैन अझै बाछौ गीत नबाछ गीत खानाको कालो म खाना के म खाना हो म खाए मम्मी लो गीत हेर भन्दा मेरो ठुलो पिस हेर मैले पनि पाइहालेँ के खाना त छिटो खाएँ क्या मैले सबै धन्दा राखेर गयो मम्मी यहाँ हेर्नु त सबै धन्दा राखेर उ चाहिँ हतार माथिको म एक्लै त धुन सक्दिनँ म त धुन सक्दिनँ हिजो पनि मैले नै धोको घिच्ने बेला चाहिँ बुढी फुटुन्जेल घिच्यौ अनि अहिले काम गर्ने बेला सक्दिनँ भन्छौ धुन भनेर जहिले हेर्नु जहिले मैले धुन कुचिङ 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 पाख्न तँलाई अहिले मलाई एक्लै लगाएको छ नि मेरो पनि तनाउँछ नि तँलाई पनि मैले जाने छेरिरहेको तिमीहरूलाई चाहिँ